नमस्ते। कहिले सोच्नु भएको छ टप कम्पनीहरू सधैँ कसरी टपमा रहन्छन्? उनीहरू एउटा एकदमै शक्तिशाली टुल प्रयोग गर्छन्, बेन्चमार्किङ। आजको यो प्रस्तुतिमा हामी यही गोप्य हतियारको बारेमा गहिरिएर बुझ्नेछौँ र हेर्नेछौँ कि यसले कुनै पनि संस्थालाई कसरी सफलताको शिखरमा पुर्याउन सक्छ। ल, आज हामी के कुरा गर्छौँ त? पहिले त यो बेन्चमार्किङ भनेको के हो त्यो बुझ्छौँ। त्यसपछि यसका 5 प्रकारहरू हेर्छौँ। यो किन यति महत्त्वपूर्ण छ भनेर पनि जान्नेछौँ अनि यसलाई कसरी प्रयोग गर्ने भन्ने प्रक्रिया र अन्त्यमा मुख्य कुराहरू के हुन् त्यो पनि हेर्नेछौँ। ल, सुरु गरिहालौँ है त। सबैभन्दा पहिलो र महत्त्वपूर्ण प्रश्न, आखिर यो बेन्चमार्किङ भनेको के हो? आउनुहोस्, यसको चुरोकुरोलाई एकदमै सरल तरिकाले बुझौँ। अब एउटा प्रश्न सोचौँ त, कुनै पनि कम्पनीले आफू कत्तिको राम्रो गरिरहेको छु भनेर थाहा कसरी पाउँछ? होइन त? यो त गाडी चलाउँदा म्याप हेरे जस्तै हो नि। हामी सही बाटोमा छौँ कि छैनौँ? हाम्रो स्पिड ठिक छ त? हो, यस्तै प्रश्नको उत्तर खोज्ने एउटा गजबको तरिका हो बेन्चमार्किङ। हो, तर बेन्चमार्किङलाई खालि तुलना मात्रै भन्नु चाहिँ गल्ती हुन्छ है। यो त एउटा व्यवस्थित खोजी हो। यसले कम्पनीलाई तिमी अहिले यहाँ छौ भनेर ऐना मात्र देखाउँदैन, बरु अरूको सफलताबाट सिकेर तिमी यहाँसम्म पुग्न सक्छौ भनेर एउटा नयाँ बाटो र नयाँ स्ट्यान्डर्ड पनि बनाइदिन्छ। अब यहाँ एउटा रमाइलो कुरा के छ भने बेन्चमार्किङ गर्ने एउटै मात्र तरिका छैन। यो त वान साइज फिट्स अल जस्तो होइन। संस्थाको लक्ष्य अनुसार फरक फरक तरिका अपनाउनुपर्छ। अब हामी यसका 5 फरक फरक प्रकारहरूबारे कुरा गर्नेछौँ। यी 5 प्रकारहरू हुन् हिस्टोरिकल, इन्टर्नल, कम्पिटिटिभ, फङ्सनल र जेनेरिक। हरेकको आफ्नै विशेषता छ। ल, एक एक गरेर हेरौँ है त। पहिलो, हिस्टोरिकल। यो सबैभन्दा सजिलो। यहाँ अरू कसैसँग होइन, प्रतिस्पर्धा आफैसँग हुन्छ। ल, गएको सालको तुलनामा यो साल हाम्रो सेल्स कस्तो भयो, वा ग्राहकहरू कत्तिको खुसी भए भनेर आफ्नै पुरानो प्रदर्शनसँग दाज्ने हो। अब दोस्रो, इन्टर्नल। कहिलेकाहीँ के हुन्छ भने सुधार गर्ने आइडिया बाहिर खोज्नै पर्दैन, आफ्नै अफिसभित्र हुन्छ। जस्तै एउटै कम्पनीको एउटा शाखाले एकदम राम्रो काम गरिरहेको छ, अर्कोले सकिरहेको छैन। किन? त्यो राम्रो गर्ने शाखाको सिक्रेट के हो? हो, त्यही कुरा पत्ता लगाएर अरूलाई पनि सिकाउने हो। तेस्रो, कम्पिटेटिभ। यो त सबैले सुनेकै कुरा हो। बजारमा त दौड चलिरहेको हुन्छ नि, होइन? अनि आफ्नो प्रतिस्पर्धीले के गर्दैछ भनेर त हेर्नै पर्यो। उनीहरूले के नयाँ ल्याए, उनीहरूको तरिका के हो, यो नबुझिकन त दौडमा अगाडि बढ्नै सकिन्न। चौथो, फङ्सनल। यहाँ हामी अलि फरक सोध्छौँ। मतलब आफ्नो प्रतिस्पर्धीसँग मात्र होइन, उस्तै काम गर्ने तर फरक उद्योगको कम्पनीसँग तुलना गर्ने। जस्तै एउटा ब्याङ्कले ग्राहक सेवाको लागि एउटा राम्रो होटलबाट सिक्न सक्छ। काम त उस्तै हो, ग्राहकलाई खुसी पार्ने, तर फिल्ड फरक हो। जस्तै यहाँ हेर्नुहोस् त, एउटा ब्याङ्कले कुनै इन्सुरेन्स कम्पनीसँग तुलना गर्न सक्छ। उनीहरू सिधै प्रतिस्पर्धी त होइनन्, तर दुवैले ग्राहकको पैसा र विश्वाससँग काम गर्छन्। त्यसैले इन्सुरेन्स कम्पनीले जोखिम कसरी व्यवस्थापन गर्छ भन्ने कुरा ब्याङ्कको लागि गजबको सिकाइ हुन सक्छ। र पाँचौँ, जेनेरिक। यो चाहिँ सबैभन्दा क्रिएटिभ तरिका हो। यसमा त आफ्नो उद्योगभन्दा पुरै बाहिर गएर आइडिया खोज्ने हो। मतलब आउट अफ द बक्स सोच्ने। कहिलेकाहीँ सबैभन्दा राम्रो आइडियाहरू यस्तै ठाउँबाट आउँछन्। यो उदाहरण हेर्नुहोस् त, कति रमाइलो छ। एउटा ब्याङ्कले कुनै सामान आयात निर्यात गर्ने कम्पनीसँग तुलना गर्ने। अचम्म लाग्न सक्छ, तर त्यो कम्पनीले आफ्नो सामान र कागजपत्र यति छिटो र एफिसियन्टली कसरी व्यवस्थापन गर्छ? हो, त्यो तरिका ब्याङ्कले आफ्नो लोनको कागजपत्र प्रोसेसिङमा लगाउन सक्छ। हेर्नुहोस् त, आइडिया कताबाट आउँछ, कताबाट। ल, बेन्चमार्किङ के हो र कति प्रकारको हुन्छ त्यो त बुझियो, तर मुख्य कुरा यो गर्ने किन त? किन यत्रो दुःख गर्ने? अब यसको पछाडिको शक्तिशाली कारणहरू खोजौँ। सबैभन्दा पहिलो प्रश्न त यही हो कि हाम्रो कम्पनीले आफ्नो क्षमता अनुसारको काम गरिरहेको छ कि अझै राम्रो गर्न सकिने ठाउँ छ? बेन्चमार्किङले यही कुराको आइना देखाउँछ। अनि दोस्रो प्रश्न, जुन झनै महत्त्वपूर्ण छ, हाम्रा प्रतिस्पर्धीहरूले हामीभन्दा राम्रो गरिरहेका छन् कि? यदि छन् भने कसरी? उनीहरूको सफलताको कारण के हो? यो कुरा थाहा पाइएन भने त बजारमा टिक्न गाह्रो हुन्छ, होइन र? त्यसैले यसका फाइदाहरू के रहेछन् त? यसले आफ्नो राम्रो र नराम्रो पक्ष देखाउँछ, समस्या कहाँ छ ठ्याक्कै पत्ता लगाउँछ, अनि सुधार गर्ने नयाँ नयाँ अवसर र आइडियाहरू पनि दिन्छ।
यो त डाक्टरले रोग पत्ता लगाएर औषधि दिए जस्तै हो। ओके, के र किन त थाहा भयो। अब पालो आयो कसरीको। ल, अब बेन्चमार्क बनाउने प्रक्रिया के हो त्यो हेरौँ। यसका खासमा 3वटा मुख्य स्टेप्स छन्। पहिलो, आफ्नो लक्ष्य के हो त्यो क्लियर गर्ने, हामी के कुरामा सुधार गर्न चाहन्छौँ। दोस्रो, तुलना गर्नको लागि सही पार्टनर छान्ने, मतलब हामी कोसँग सिक्ने। र तेस्रो, तुलना गरेर एउटा रिपोर्ट बनाउने, जसमा हामीले के सिक्यौँ र अब के गर्छौँ भन्ने कुरा हुन्छ। तर एउटा कुरामा चाहिँ होशियार हुनुपर्छ है। बेन्चमार्किङ सुन्दा जति सजिलो लाग्छ त्यति सजिलो छैन। खालि नम्बरहरू मात्रै तुलना गरेर हुँदैन। त्यो त स्याउ र सुन्तला दाजे जस्तो हुन्छ। हरेक कम्पनीको काम गर्ने तरिका, नेतृत्व, कल्चर फरक हुन्छ। त्यसैले गहिरो विश्लेषण नगरिकन सही कुरा पत्ता लाग्दैन। ल, अब हामी अन्त्यतिर आयौँ। अहिलेसम्मका मुख्य कुराहरूलाई एकपटक सर हेरौँ है त। छोटकरीमा भन्दा बेन्चमार्किङ भनेको तुलना गरेर सिक्ने एउटा औजार हो। यसले हाम्रो कमजोरी कहाँ छ भनेर देखाउन मद्दत गर्छ। तर याद राख्नुहोस्, यसले सुझाव दिन्छ, सफलताको ग्यारेन्टी दिँदैन। अनि यसलाई सफल बनाउन राम्रोसँग विश्लेषण गर्नै पर्छ। र जाँदा जाँदै एउटा प्रश्न छोडेर जान्छु। कुनै पनि संस्थाले सुधारको लागि अर्को ग्रेट आइडिया कहाँबाट पाउन सक्छ होला? के त्यो आफ्नै विगतमा लुकेको छ, कि कुनै प्रतिस्पर्धीको काममा, वा पुरै फरक क्षेत्रको कुनै सफल कम्पनीमा? सिक्ने त्यो अर्को ठूलो अवसर कहाँ होला? सोच्नुहोस् त।